यो जारी दुई चाहिँ एउटा विशुद्ध हजुरले जारी दुईको नाम आउँदासँगै सङ अफ च्याब्रुङ भनेर पनि जोडिएको छ। योपालि चाहिँ एकदमै च्याब्रुङ मैले सुरुदेखि नै भनिराखेको छ। च्याब्रुङको संस्कारदेखि लिएर उसलाई च्याब्रुङलाई अहिले गर्ने प्रयोग र दुरुपयोगको कुराहरूदेखि लिएर र हामीले हाम्रो पुस्ताबाट अर्को पुस्तासम्म पुर्याउनु पर्ने हाम्रो जिम्मेवारी सहितको कथा भएको हुनाले अनि यो कुरा चाहिँ यसले चाहिँ हामीलाई हाम्रो संस्कार हाम्रै पालामा निमिट्यान्न नहुने गरी अर्को पुस्तासम्म पनि पुस्तान्तरण हुने गरी विस्तार गर्ने कुराको पनि एकदम जोड दिन्छ जारी दुईले। अनि पहिलो कुरा चाहिँ हामी हाम्रो संस्कार संस्कृति विविधतालाई प्रायोरिटी दिएन भने चाहिँ हाम्रो अस्तित्व पनि रहँदैन होला। त्यसकारण पनि जारी दुई चाहिँ संस्कारको हिसाबमा संस्कृतिको हिसाबमा पुस्ताको हिसाबमा अलि महत्त्व राख्छ जस्तो लाग्छ।